ओम आदेश, ओम नमः शिवाय, हर महादेव, जय माता संस्थानी की, जय वनदेवी की, जय भैरव, जय काला भैरव, जय काली माता 33 को देवी देवताको जय होस्। ओम आदेश। हामी दुई, म भक्त निश्चल, साधक निश्चल र विचित्र नाथ विधिमा चाहिँ नाथ परम्परामा नाथ समुदायमा चाहिँ मलाई विचित्र नाथ नाम उपनाम दिएको छ गुरुबाट र विचित्र नाथबाट म अगाडि बढिरहेको छु र अहिले चाहिँ हामी आजको दिनमा यस माता वनदेवी माईको दर्शन पश्चात आजको समयमा अहिलेको समयमा हामी रत्न चुडेश्वर महादेवको कुटीमा जाँदैछौँ। भजन भइराखिसक्यो, आरती भइसक्यो, आरती हुँदैछ अरे भ्याउँछ हस् ल हिँड हिँड लम्क लमक्क लम्क अरे होइन। ल अब रत्न चुडेश्वर मन्दिरमा आरती भजन कीर्तन भइरहेको छ भनेर उहाँबाट आउँदै गर्नुभएको भक्तहरूले पनि भन्नुभयो। यो स्थान रत्न चुडेश्वर महादेव कुटी, जहाँ आजबाट सुरु हुने श्री स्वस्थानी माताको महिमा वर्णन कथामा हामीले सुन्न पाउँछौँ। श्री दक्ष प्रजापतिले यज्ञ गरेको बेलामा सबैलाई निम्तो दिनुभयो, 33 कोटी देवी देवतालाई सबैलाई दिनुभयो, तर महादेवलाई चाहिँ निम्तो दिनु भएन। महादेवलाई किन निम्तो दिनु भएन भन्दाखेरि दक्ष प्रजापतिलाई महादेव साह्रै मन नपर्ने, उहाँलाई विष्णु मनपर्ने र उहाँले चाहिँ आफ्नो छोरी सती देवी चाहिँ विष्णु भगवानलाई दिने सुसारमा लाग्नुभएको थियो। तर सती देवी र महादेवको एउटा लीला परम्परा केही नै थियो होला र सती देवी र महादेवको अब विवाह भएको त आज सुन्न पाइहाल्छौँ हामी स्वस्थानी व्रतकथा प्रारम्भ भएदेखि। जब विवाह पश्चात जब दक्ष प्रजापतिले यज्ञ लगाउनु भयो, सबै देवी देवतालाई बोलाउनु भयो, पछि सबैतिर हेर्नुहुन्छ त महादेव हुनुहुन्न। अनि महादेव नभएपछि सती देवीले सोध्नुभयो आफ्नो पिताजीलाई, पिताजी सबै देवी देवताहरू आएका छन्, सबै आफ्नो सबैजना आएका छन् भने मेरो स्वामी महादेव त देख्दिनँ त भनेर प्रश्न गर्नुभयो। सो प्रश्न पश्चात श्री दक्ष प्रजापतिले के भन्नुभयो भन्दाखेरि त्यसको कुरै नगर, त्यो बहुलाको त्यो विष भाङ धतुरो खाने, जहाँ मन लाग्छ ती जाने, मसानमा सुत्ने, मान्छेको चिताको भस्म लगाउने, सर्पको माला लगाउने, बाघको छाला लगाउने बहुला जस्तालाई म किन बोलाउँ यहाँ भनेर गाली गरेपछि साह्रै नै निन्दा बस्दैन, साह्रै नै निन्दा गर्नुभयो। साह्रै नै निन्दा गरेपछि सो महादेवको निन्दा सुन्न नसकेर सती देवी चाहिँ अग्नि कुण्डमा फाल हालेर चाहिँ भस्म हुनुभएको र सोही मृत अवस्थाको पार्वतीलाई क्षमा पाऊँ सती देवी महादेवलाई साह्रै माया गर्नुहुन्थ्यो, महादेवले पनि साह्रै माया गर्नुहुन्थ्यो र कुरा पनि भएको थियो यज्ञको बेलामा कुराकानी भएको थियो। हेर प्यारी नजाऊ, तिमीलाई दक्ष प्रजापतिले मलाई मन पराउँदैनन्, त्यहाँ हेला हुन्छ, तिमीलाई पनि हुन्छ, नजाऊ भन्दा कराउँदै नमानेर उनी गइन् र आखिर मर्नु पर्यो। सोही कारण फेरि महादेव रिसाएर जानुभयो, के सोच्ने वर्णन छँदैछ र उनले चाहिँ मरिरहेको सती देवीको शरीर बोकेर हिँड्ने क्रममा हिँड्दै डुल्दै जाँदा यस स्थानमा आउँदा चाहिँ अन्य ठाउँमा चाहिँ अङ्ग पतन भयो, शक्तिपीठ बन्यो, यहाँ रत्न पतन भयो है। विशेष कुरा यहाँ छ कि जस्तै सती देवीले लाउनुभएको रत्न यस्ता लाउनुहुन्थ्यो, के लाउनुहुन्थ्यो, सबै रत्न पतन भएको ठाउँमा यस्तो राम्रो ठाउँ, पवित्र ठाउँमा हामी आज सौभाग्यलाई आउन पाएका छौँ। हजुरहरूलाई पनि आशीर्वाद मिलोस्, कृपा मिलोस् भन्दै अब अगाडि बढ्दैछौँ। यहाँबाट प्रवेशद्वार है, यहाँ अझ जीर्णोद्धार हुँदैछ। यहाँ रत्न चुडेश्वर की जय, हर हर महादेव।
रत्न चुडेश्वर महादेव हर हर महादेव शम्भो। ओम नमः शिवाय। ल अब जय बोले। ल हजुरहरूलाई आजको शुभ अवसरमा श्री रत्न चुडेश्वर महादेवको प्रत्यक्ष दर्शन गर्दै हुनुहुन्छ हजुरहरू। आज यो मेरो भिडियो हेर्नुहुने जो जति पनि हुनुहुन्छ, स्वस्थानी माताको आज व्रत बसेर 1 महिनासम्म माता स्वस्थानीको कथा सुन्ने तपाईँहरूलाई आजकै दिनमा मैले हतार हतार धेरै काम थियो, स्वयम्भू गयो, हार्दिक गयो, विशेषरी गयो, भक्त थियो हुँदा पनि आज यस ठाउँमा चाहिँ आएको कारणले अन्य काम छोडेर म साधक निश्चल तथा भक्त शैलेश्वरी साथीका पूजा माता यहाँ आएका छौँ। र हजुरहरूलाई यहाँ मेरा सम्पूर्ण साथीभाइ इष्टमित्र पनि आरामै हुनुहुन्छ। जय भोले। नजिकको तीर्थ हेला साथीभाइ नाथजी गुरुजी यत्रो जोगी छ, माताजी जोगिनी काका छ नि, आफ्नै कुटीमा जोगी छैन। जोगी जोगिनी राख्ने हो त? अस्तिको भिडियोहरू हेर्नुभयो माझे पार्वती नाचेको घुमेको होइन भने नाचेको हेर्नुभयो अस्ति? ल जय एकछिन गुरु। ल सौभाग्य। ल हजुरहरूको नामबाट पनि माताजीले कामना गरिदिँदै हुनुहुन्छ। माताजी नि भनौँ साधक साथीका। अब यहाँ म टिकाकरण गर्दैछु गुरुजीको हातबाट। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। ध्यानमूलक गुरुमूर्ति पूजामूलक गुरुपद मन्त्रमूलक गुरुपद। त हजुरहरूलाई यहाँ धुना पनि यहाँ चियापा हाम्रो धुना यहाँ खाली भयो पिर्ला। यो धुना मैले चलाउने सल्लाह गरेर हिजो मैले भक्त शैलेश्वरलाई भने हाम्रो रमेश डाक्टर आजको विशेष दिनमा यो प्रसादी हजुरहरूलाई पनि म जुत्ता लगाएको छु, माथि जाँदिनँ। र मैले अहिले एकछिन दर्शन गरेर माताजी पशुपतिको आरतीबाट यता तपाईँ भगवान् एउटै हुन्। चिन्नुभयो नि कति नाचिन्थ्यो आरतीमा। आरतीको सेवा गर्दा यहाँ जुराएको रहेछ हजुरलाई, त्यस्तो ठाउँमा किन पर्यो र? अहिले कुरा हेर्नुलाई हामी जाँदै भेट्छौँ पशुपतिनाथमा आरती गर्दा सधैँको हाम्रो उहाँ आरती उहाँ भजन गायक हुन्छ। हामी सेवा गर्ने जहाँकै सेवा गर्छौँ, कसो पर्व होइन त, जहाँ गएर हामी त भगवान्कै सेवा गर्ने हो। र सबैले रत्न चुडेश्वर महादेव की जय। ल हजुरहरूलाई मैले देखाउँदैछु श्री सती देवीको अङ्ग बोकेर हिँड्ने क्रममा सतीदेवीको अङ्गको लागेको रत्न पतन भएको स्थान हुन्छ दाइ यो। ल रत्न पतन भएको स्थान, अङ्ग पतन भएको स्थानमा मठ बन्यो, शक्तिपीठ बन्यो, भैरव उत्पन्न भए। तर रत्न पतन भएको स्थान प्रायलाई थाहा नै छैन। र यसलाई मन्दिर भन्दैनौँ हामीले, कुटीको नाम दिएको कुटी हो है यो कुटी। रत्न चुडेश्वर कुटी यहाँ जीर्णोद्धार भइरहेको छ। यहाँ ठुलो योजना कार्य बनेर अगाडि बढेर यहाँ चाहिँ हामीले काम कार्य गरिरहेका छौँ भने यो लगभग भन्दा हाम्रै हो यो। जाऊ भजन जाऊ माउजू जाऊ, तिमी भजन जाँदै गरेर म एकछिन दाइहरूसँग गएर आउँछु। जाऊ भजनमा जाउनु पऱ्यो जाऊ। ल हामीले यहाँ सरसल्लाह हामी सबै साथीभाइ मिलेरै हामीले यसलाई सेवा गरेर म चाहिँ भइदिनँ आएको छुइनँ, टाढा टाढा भएर अब चाहिँ सेवा गर्नेछु, धुना चलाउँछु भनेर मैले माता भक्त शैलेश्वरलाई बेला बेला आउँछु। यो धुना चलाउन मलाई दिनुहोस् भनेको छु भने यो स्थानमा पूर्वकालका ठुला ठुला ऋषिमुनि बस्ने कुटी यही हो। र मेरो बुवा म जन्मिनुभन्दा अगाडि पनि यहाँ बस्ने ऋषिमुनिसँग सङ्गत गरेर ज्ञान गुण सिकेर त्रिकालदर्शी हुनुभएको स्थान हो मेरो बुवा। र त्यो ज्ञान ममा छ र सौभाग्य भनौँ यो कुटी चाहिँ मलाई चलाउने एउटा आज्ञा भगवान्ले त दिनुभएको छ। र उहाँको गुरुहरूको पनि आज्ञा साथ चाहिँ म यो कुटी चाहिँ म चलाउँछु, धुना म जगाउँछु। म जहाँ गए पनि यो धुनाको चाहिँ रखबार म गर्छु भने मैले उलेको छु। र हजुरहरूलाई म भजन कीर्तन पनि अगाडि बढाउँदैछु। दाइ शम्भो हर माता दाइ तपाईँको भजन गाउनुपर्छ एउटा, म भजन सुन्न आएको तपाईँको। ओम नमः शिवाय हर महादेव। र अब हामी रत्न चोटेश्वर मन्दिरमा भजन कीर्तनमा जाँदैछौँ आजको दिनमा नाचगान गरेर। कति रमणीय स्थलमा। जय शम्भो हर महादेव। शम्भो शम्भो।
साथी भेट भएको छ। हामी बच्चादेखि बाल सङ्गी दोर्जे नामले परिचित अर्जुन पौडेलजी पनि यहाँ लगाइरहनु पर्नु भएको छ। सबै यो रत्न चुडेश्वर मन्दिर चाहिँ हामी साथीभाइ